नमस्ते हजुर सबैलाई स्वागत छ हाम्रो परदेश डायरीको पहिलो भागमा। हामीसँग आज एकजना गेस्ट हुनुहुन्छ। उहाँ चाहिँ स्टुडेन्टको रूपमा आएर आउनु भएको छ र उहाँ आएको लगभग 9 महिना भयो र उहाँको अहिलेसम्मको एक्सपिरियन्स कस्तो भयो त आयरल्यान्ड आएर, उहाँले सबै अहिलेसम्मको परिस्थिति कस्तो चलिरहेछ भनेर सोधपुछ गर्दै आजको यो भागलाई हामी यसरी नै कन्टिन्यू गर्नेछौँ र सुरुमा उहाँको परिचयबाट नै गरौँ। सो नमस्ते, मेरो नाम चाहिँ अञ्जना बुढा। म आइल्यान्ड आएको चाहिँ 6-7 महिना भयो र अहिले चाहिँ होम्स इन्स्टिट्युटमा पढिरहेको छु। र तपाईँलाई कस्तो लाग्यो हजुरको आइल्यान्ड? कहाँबाट बुझ्नुभयो, कहाँबाट थाहा पाउनुभयो आइल्यान्ड भन्ने कन्ट्री भनेर? मेरो आइल्यान्डको जर्नी भनेको चाहिँ कसरी स्टार्ट भयो भनेपछि चाहिँ सुरुमा मैले खास क्यानाडाको लागि चाहिँ अप्लाई गरिरहेको थिएँ। अनि क्यानाडाको अप्लाई गर्दा गर्दै चाहिँ अनि बिचमा चाहिँ न्यू रुल्सहरू स्टार्ट भएछ अनि मेरो चाहिँ डकुमेन्टहरू बिचैमा अड्किरहेको थियो। अनि त्यति बेला चाहिँ म जुन कन्सल्टेन्सीबाट अप्लाई गरिरहेको थिएँ त्यहीँबाट चाहिँ चिनेकै दाइहरूले चाहिँ आइल्यान्ड कन्ट्री छ अनि त्यहाँ चाहिँ एउटा इन्स्टिट्युट छ जहाँ एकदमै सस्तो फीमा नै तिमीले ब्याचलर कम्प्लिट गर्न सक्छौ बिजनेस फिल्डमा भन्नुभयो। अनि आफ्टर द्याट ट्राई गरिरहौँ न त भनेर चाहिँ मैले चाहिँ सडनली कन्ट्रीको बारेमा मलाई केही पनि थाहा थिएन। मैले त्यो फर्स्ट टाइमै सुनेको होला आइल्यान्डको बारेमा पनि। अनि अब होल्डमा भइरहेको छ डकुमेन्टहरू, लेट्स सी अप्लाई गरिहालौँ न त, केही न केही रिजल्ट आउँछ कि भनेर चाहिँ मैले चाहिँ लाइक हुन्छ नि के प्लान बिना नै त्यत्तिकै हावा तालमा चाहिँ अप्लाई गरेको थिएँ क्या आइल्यान्डमा। अनि त्यसरी चाहिँ बिस्तारै बिस्तारै बुझ्दा जाँदा बिस्तारै अनि त्यसरी चाहिँ स्टार्ट भएको आइल्यान्डमा चाहिँ मेरो जर्नी। त्यो आइल्यान्ड त अब भनौँ न अब अनएक्सपेक्टेड कन्ट्री भयो नि त सबैको लागि होइन, किनभने अब कसैलाई थाहा नै छैन कन्ट्री अब युरोपमा एक्जिस्ट गर्छ है भन्ने थाहा छैन नि त, त्यो थाहा छैन। अनि त्यसपछि मान्छेहरू कसरी जाने, सबैले अब अस्ट्रेलिया क्यानाडा गर्ने, त्यसपछि अब भएन भने लास्टको रूपमा चाहिँ आइल्यान्डलाई चुज गर्ने रहेछ। अनि तर अब मलाई चाहिँ त्यो एकदमै अलिकति हुन्छ नि त्यो गलत लाग्यो क्या, किनभने अब मान्छेले युरोप भनेर पनि छिर्छ मान्छेहरू, तर उहाँहरूले पनि अलिकति आइल्यान्ड चाहिँ अब एक्जिस्ट गर्छ है भन्ने हो। किनभने हजुरहरूको आइल्यान्डको अहिलेसम्मको टप आइल्यान्डमा चाहिँ टप इन्स्टिट्युटहरू भएको कारणले गर्दा ट्रिनिटीहरू युसिडीहरू भयो, यिनीहरू भनेको वर्ल्डकै हजुरको लगभग टप 10 भित्र आउने युनिभर्सिटीहरू भयो। त्यसले गर्दाखेरि ब्याचलर्स कम्प्लिट गर्न चाहिँ अलिकति स्टुडेन्टलाई चाहिँ अलिकति स्ट्रगल त धेरै नै स्ट्रगल हुन्छ। अब कलेज फी जम्मा गर्नु पऱ्यो कि त अब नेपालबाटै सबै एफोर्ड गर्न सक्ने भयो भने चाहिँ सजिलो हो, नत्र त अलिकति स्टुडेन्टलाई धेरै च्यालेन्जिङै हुन्छ ब्याचलर्स पढ्नलाई। कि त फी सस्तो हुनु पऱ्यो, लगभग 5,000 6,000 जस्तो। त्यो भनेको होम्स इन्स्टिट्युटहरूमा अलिकति सस्तो छ होइन। अब जस्तो अब अलिकति महँगो कलेज हेऱ्यो भने चाहिँ लेभल 1को कलेजमा भनौँ न, त्यसमा गर्दाखेरि फी भनौँ न 10,000 15,000 युरो छ। त्यो त अब एफोर्ड गर्न नै अलिकति गाह्रो भयो नि त। अनि अब त्यसै गरी जाँदाखेरि हजुरले अब जस्तो यहाँ आएर एक्सपिरियन्स कस्तो भयो त, हजुरलाई कस्तो लागिरहेछ? लाइक म चाहिँ आएको भनेको चाहिँ सेप्टेम्बर इन्टेकमा आएको थिएँ। त्यति बेला चाहिँ वेदर वाजन गुड है, यहाँको एकदमै चिसो थियो। अनि सुरुमा चाहिँ गाह्रो थियो, लाइक सडनली नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ कन्ट्री, सबै कुरा इज डिफिकल्ट। अनि म आएको चाहिँ यहाँ बस्नको लागि चाहिँ म सेयरिङमा आएको थिएँ साथीको साथ। अनि त्यहाँ नेपालैबाट आउनु भएको अरू दाइहरूको घरमा चाहिँ बसेको म रेन्ट लिएर, डबल बेडरुममा साथी र म। सो त्यति बेला चाहिँ के थियो भनेपछि वेदर नराम्रो थियो, लड अफ कन्फ्युजन थियो। अनि के गर्ने कसरी गर्ने भनेर केही आइडिया थाहा थिएन। लाइक अब जसरी लाइफले लैजान्छ, जसरी गर्नुपर्ने हुन्छ त्यसरी नै जानुपर्छ भनेर चाहिँ आएको थियो। अनि द बेस्ट पार्ट भनेको चाहिँ के भयो भनेपछि चाहिँ म जुन घरमा आएको थिएँ नि, अनि त्यहाँ आएको चाहिँ नेपाली दाइ दिदीहरू हुनुहुन्थ्यो। अनि त्यसले गर्दा चाहिँ थोरै भए पनि सहज भयो मलाई, किन भनेपछि चाहिँ यदि म लाइक नयाँ आइरिसहरूको ठाउँमा या नयाँ लाइक अननोन प्लेसमा थिएन, त्यहाँ सबैजना नेपालीहरू हुनुहुन्थ्यो म जुन घरमा बसेको थिएँ त्यहाँ। अनि उहाँहरूले नै मलाई लाइक धेरै कुराहरू भन्नुभयो होइन, के गर्नुपर्छ, कसरी गर्नुपर्छ, अनि जबलाई लिएर होइन सबै कुराहरूलाई लिएर। अनि लाइक सबै कुराहरू हुन्छ लाइक कहाँदेखि कहाँ जानुपर्ने हो, के गर्नुभयो भने थोरै इन्फर्मेसन दिनुभयो। अनि त्यसले गर्दा चाहिँ एकदमै इजी आयो। अनि इट्स बिन लाइक 8 मन्थ भयो अहिले चाहिँ होइन। धेरै कुराहरू फिगर इट आउट गऱ्यो। सुरुमा एकदमै डिफिकल्टिज आयो, अभियसली त्यो सबैलाई आउँछ होइन, हामीलाई मात्र होइन, जो पनि स्टुडेन्टहरू आउँछ यहाँ सबैलाई डिफिकल्टिज हुन्छ। तर बिस्तारै 1 by 1 when you go through like the different phases-हरू, documentations, job, accommodations, अनि बिस्तारै चाहिँ यु गर्न फिगर इट आउट के सबै कुराहरू होइन। अनि त्यही भएर चाहिँ अहिले चाहिँ अब आई डोन्ट नो समर पनि आयो अनि सबै कुराहरू सेटल हुँदै गयो बिस्तारै। त्यही भएर चाहिँ अन्टिल नाउ चाहिँ एकदम रमाइलो फिल भइरहेछ भनौँ अहिलेसम्म चाहिँ।
होइन अब बिस्तारै अब पछितिर चाहिँ केही डिफिकल्टिज आयो भनेपछि त्यति बेलै फेस गरेर बट टिल नाउ लाइक अप्स एन्ड डाउन आयो बट लाइक स्लोली प्यारलली पनि चलिरहेको छ भनौँ अहिले चाहिँ एकदम ब्यालेन्स भएर एकदम आरामले सबै कुराहरू बुझियो सिकियो देखियो गरियो पनि अनि त्यही भएर चाहिँ अहिले आएर चाहिँ एकदम हुन्छ नि ब्यालेन्स भएर चलिरहेको छ काम खोज्न कस्तो भयो सुरुमा इनिसियल स्टेजमा आउँदाखेरि सो कामको एक्सपिरियन्स भन्दाखेरि चाहिँ लाइक भनौँ न यहाँ त अब डिफिकल्टी नै छ एकदमै डिफिकल्टिज छ होइन अनि के छ भनेपछि चाहिँ मेरो हिसाबले चाहिँ मैले जब पाएको भनेकै नेटवर्किङको कारणले होइन अब आई डिड डिस्ट्रिब्युट अ लट अफ सिटी अराउन्ड माई प्लेसेस होइन म जहाँ बस्थेँ त्यहाँ चाहिँ सिभीहरू डिस्ट्रिब्युट गर्थेँ बट मलाई चाहिँ त्यो वर्थ इट भएन होइन किनभने चाहिँ मैले लाइक के गर्थेँ भनेपछि चाहिँ गुगलमा जान्थेँ सर्च गर्थेँ हाउ टु फाइन्ड अ जब भनेर होइन त्यहाँ अप्लाई गर्थेँ अनि समटाइम्स मेरो लागि सबैभन्दा बेनिफिसियल भनेको चाहिँ नेटवर्किङ भएको होइन अनि मैले भने अगाडि नै भनिसकेँ होइन म जुन नेपालीहरूको घरमा बस्थेँ अनि उहाँहरूले चाहिँ मलाई धेरै मान्छेहरूसँग चाहिँ कन्ट्याक्ट गराउनु जसको थ्रुले चाहिँ मैले चाहिँ यहाँ आएर जब पाएँ अनि एकदमै छोटो समयमा नै पाएँ एन्ड द्याट इज द बेस्ट वे अफ गेटिङ जब इन आयरल्यान्ड होइन हामी जस्तो इन्टरनेसनल स्टुडेन्टको लागि जो यहाँ कोही पनि छैन इभन दो यहाँ धेरै नेपाली दाइ दिदीहरू हुनुहुन्छ होइन अनि त्यसैको थ्रुबाट उहाँहरूकै नेटवर्किङको थ्रुबाट अनि चाहिँ मैले चाहिँ त्यसरी इजिली जब पाएको अदरवाइज लाइक जब पाउन होइन एकदमै डिफिकल्टी छ तिमीले सिभी डिस्ट्रिब्युट गर्यो भने पनि आई डोन्ट नो लाइक मेरो लागि चाहिँ वर्थ इट भएन मेबी अरूहरूको लागि चाहिँ वर्थ इट होला किनभने मैले पनि आयो गरेँ होइन अब रेस्टुरेन्टमै काम गरेँ गरेर अनि त्यसपछि सिभी पनि बाढियो नि त पछि अब नयाँ जब खोज्नलाई किनभने त्यहाँ मात्रै एक ठाउँमा मात्रै अड्केर त हुँदैन किनभने वेजेस कोही राम्रो पनि हुन्छ वेजेसहरू कोही बेला कम पनि हुन्छ होइन त्यो वर्थ छैन क्या त्यहाँ बसेर त्यो गरेपछि गरियो अब लगभग 1-1.5 महिना नै लगभग काम पनि त्यस्तै भइरहेको थियो हप्तामा 1 दिन 2 दिन होइन त्यस्तै भइरहेको थियो अनि सिभी बाढ्यो सबै बाढ्दा अब जस्तो अब अलिकति यहाँ कस्तो पनि चल्ने रहेछ नि अब अरूको थ्रुबाट रेफरेन्सबाट मेन चल्ने त्यही अब सबै यहाँ मात्रै होइन सबै वर्ल्डभरि त्यसरी नै हो किनभने सबैले आफ्नो मान्छे चिनिरहेको हुन्छ उनीहरूलाई हाल्न खोज्छ प्रायोरिटीमा उनीहरूलाई राख्छ नि त अनि अब त्यो गर्दै छैन अब फ्रस्ट्रेटेड टाइपको हुने क्या अब एक मोमेन्ट हुन्छ नि अब किनभने अब घरबाट पैसा मगाउन सम्भव छैन होइन किनभने हामीले अब अगाडि नै त्यत्रो पेइङ गरेर अब 20-25 लाख रुपियाँ खर्च गरेर आएको हुन्छ फीदेखि लिएर यहाँ एकोमोडेसनदेखि लिएर सबै गरेर आएको हुन्छ नसक्ने क्या सकिँदैन अनि त्यसपछि अब कलेज फी तिर्ने बेला आइसक्यो छैन अब कलेज फीमा तिर्ने बेला आइसक्यो पैसा छैन आफ्छ त्यो नभएपछि त अब मेन अब सपोर्टिङ भनेको नि अब कि त अब घरैबाट त जसरी पनि पठाउनु हुन्छ नि त आफ्नो फ्यामिलीले अनि काम त खोज्नै पर्यो अब नपाउने भने अनि लगभग 1-1.5 महिना मेरो पनि त्यस्तै भयो काम खोज्यो छैन काम पाएको छैन अनि त्यसपछि लगभग हजुरको लगभग 1 वर्ष भयो मैले मुभ भएको यता चाहिँ यो नयाँ जबमा चाहिँ अब को जुलाईबाट गर्न थालेको 1 वर्ष आँट्यो एकदमै राम्रो छ अहिलेसम्मको अब बल्ल पाइयो भन्ने टाइपको हो होइन तर यस्तो हुँदो रहेछ यहाँ चाहिँ हजुर कस्तो मलाई आफ्नो सेल्फ एक्सपिरियन्समा चाहिँ अब लगभग काम ढिलो पाउने हो होइन तर पर्मानेन्ट पाउने कि त्यो चाहिँ मेन फोकस चाहिँ त्यसमा छ कि अब स्टुडेन्टहरू आउँछ पार्ट टाइममा खोज्छ कामहरू अलिकति अब उनीहरूले पनि फुल टाइमको लागि काम पाउँछ तर फुल टाइमको लागि चाहिँ बढी प्रायोरिटी हो क्या त्यही त हो नि अनि अब कुरा गर्दै जाँदाखेरि अब भनौँ न कति अब फ्यामिलीहरू कति मिस हुन्छ त्यो पनि भन्नु पर्यो एक लाख सो सुरुमा चाहिँ लाइक मेरो लागि चाहिँ म चाहिँ पहिलेदेखि नै फ्यामिलीदेखि टाढा बसेको थिएँ मेरो लागि चाहिँ त्यति डिफिकल्टिज भएन बट लाइक धेरै स्टुडेन्टहरूको लागि चाहिँ जो चाहिँ फ्यामिलीसँगै बसिरहेको हुन्छ उतातिर अनि तिनीहरूलाई चाहिँ डिफिकल्टिज भयो होइन मलाई पनि थोरै भयो सुरुमा त लाइक धेरै कुराहरू यहीँ नै फिगर इट आउट गर्नुपर्ने थियो अनि त्यसैमा नै इन्भल्भ भयो कि अब घरको बारेमा सोच्ने यताउता टाइमै भएन किनभनेपछि यहाँ आउनु छ जब खोज्नु छ होइन एकोमोडेसन हेर्नु छ आफ्नो कलेज जानु छ अनि त्यही कुराहरूमा इन्भल्भ हुँदा चाहिँ सुरुमा चाहिँ त्यति मिस भए पनि पछि चाहिँ यो मेरो प्रायोरिटाइज हो म यसलाई फोकस गर्छु अनि आफ्टर द्याट अरूहरू हेर्छु गर्छु भन्ने भयो होइन स्लोली अब सेटल भइसकेपछि चाहिँ बिस्तारै याद आउन थाल्छ होइन घरहरूको लाइक धेरै कुराहरू हुन्छ नि ए नेपालमा पनि यस्तै थियो नि यहाँ जस्तो भएको कुराहरू लाइक बाहिर नेचरतिर गयो होइन कतै नेपाली रेस्टुरेन्टतिर गयो क्याफेतिर गयो होइन अनि त्यतातिर हेर्दाखेरि चाहिँ अलिकति रिलेट गर्छ थोरै मिस गरिन्छ होइन फ्रेन्ड सर्कलहरू भयो सबैजना त्यो चाहिँ मिस गरिन्छ बट आफ्नै कोही फ्रेन्ड सर्कलहरू छ कोही नेप्लिज रिलेटिभ्सहरू छ भनेपछि चाहिँ द्याट गिभ्स यु अ भाइब अफ फ्यामिली एज वेल के जस्तो अब त्यही
फ्यामिलीलाई मिस गर्दा गर्दा पनि यु फाइन्ड समवन हियर आयरल्यान्डमा नै साथी होस् या कोही अङ्कल होस् आन्टी होस् अननोन होस् त्यही भएर दसैँ तिहारमा आउँछ टिका लगाउँछ होइन अनि तिजहरूमा सबै दिदीबहिनीहरू भेला हुन्छ तिज मनाउँछ अनि द्याट इज अल्सो वाट इज भेरी इम्पोर्टेन्ट फर नेप्लिज पिपल लाइक अस इन्टरनेसनल स्टुडेन्टहरूको लागि चाहिँ भेरी फ्रुटफुल हो कि त्यो कुराहरू पनि होइन अनि त्यही भएर चाहिँ या मिस त हुन्छ बट लाइक अब चाडबाडमा आफ्नो होइन सबैजना उहाँ बसेर सबै मनाइरहेको हुन्छ अब हामी यताउति मनाउन नपाए पनि अब कतिको बेला मनाइ पनि रहेको हुन्छ होइन फ्यामिली सबै यहाँ पनि हुन्छ बाहिरै र अब हामी अब जस्तो भनौँ न सिङ्गलै आएर यतिकै अब भनौँ न डिपेन्डेन्टमा आउन पनि छैन नि त हामी डिपेन्डेन्टमा आएको छैन सिङ्गल आइरहेको हुन्छ काम दसैँमा सबजना अब त बस्नु भनौँ न टिका लगाएर घरमा सबै सेलिब्रेट गरेर हुन्छ हामी काम गरेर हुन्छ क्या त्यहाँ अनि त्यो ब्रेकमा यसो हेऱ्यो टाइम हेऱ्यो होइन उता सबै सेलिब्रेट गरेर फोटोजहरू हालिरहेको हुन्छ आफ्नो स्टोरिजहरू हालिरहेको हुन्छ होइन अब हामी यहाँ काम गरेर बसिरहन्छ अलिकति अब हामी पनि त्यहाँ भएको भए फिल कस्तो हुन्थ्यो भन्ने हुन्छ क्या तर हाम्रो लागि फेस्टिभल चाहिँ के रहेछ भनेपछि इन्टरनेसनल स्टुडेन्टको लागि चाहिँ वेन यु ग्यादर फ्रेन्ड सर्कल त्यही हो हामीलाई दसैँ तिहार किनभनेपछि सबैले टाइम पाउँदैन होइन यहाँ आइसकेपछि आफ्नो टाइम हुन्छ इभन द लाइक एकछिनको लागि सबैजना भेला भयो कतै रेस्टुरेन्टमा गयो खाना खायो भने त्यही हाम्रो लागि दसैँ तिहार जे हो त्यही नै हो कि अनि त्यो दसैँ तिहार भन्ने जस्तो त्यस्तो छुट्टै हुँदैन बाहिर आइसकेपछि चाहिँ भनौँ मेन भनेको त अब भनौँ न बाहिर आइसकेपछि अब मेन भनेको फ्रेन्ड सर्कल हो एक त होइन अब लगभग भनौँ न सबै राम्रो हुन्छ भन्ने हुँदैन होइन बिचमा गएर कोही कोहीले अब भनौँ न त्यस्तै अब आउट भइदिन्छ क्या उनीहरू अब सुरुमा सपोर्टिङ भइरहेको हुन्छ त्यसपछि गर्दा गर्दै अब आउट अब कसरी हुन्छ अब त्यो अब उनीहरूले थाहा हुन्छ फ्रेन्ड्सहरू आफूले उसमा होइन अब आफ्नो पार्टबाट पनि नराम्रो भइरहेको हुन्छ त्यो पनि हो त्यसको एक्सपिरियन्स अनुसार कस्तो कस्तो मान्छेहरूसँग भेट्यो के गर्यो त्यसमा पनि डिपेन्ड गर्छ प्लान्सहरू केही छ त्यस्तो अब जस्तो भनौँ न अब यतै सेटल हुने भन्ने त्यस्तो कि त म नेपालै फर्केर जान्छु त्यस्तो हुन्छ नि त अब कोही कोही पढ्न आएको स्टुडेन्टहरू हुन्छ उनीहरू अब लगभग पढेर अनि फर्किने टाइपको नि हुन्छ होइन कोही कोही बेला त अब कन्ट्रीमा नबस्ने अर्को कन्ट्री जान्छु मुभ हुन्छु उतैको लागि सेटल हुन्छु भन्ने पनि हुन्छ त्यस्तो मेरो लागि चाहिँ अन्टिल नाउ त्यस्तो केही छैन होइन प्रिपेयर भएको छैन भर्खर एक्सप्लोर गरेर 6-8 मन्थ भयो इभन दो त्यस्तो रिजिड प्लान त छैन कि म यो नै गर्छु ऊ नै गर्छु भनेर किनभने म आइम स्टिल एक्सप्लोरिङ होइन धेरै कुराहरू आयरल्यान्डमा सिकिरहेको छु बुझिरहेको छु अझै धेरै कुराहरू देखि पनि रहेको छु अझै देख्न बाँकी पनि छ बुझ्न बाँकी छ गर्न बाँकी छ सो हेर अहिलेसम्म चाहिँ त्यस्तो फिक्स प्लान छैन कि म यहीँ गर्छु कि नेपाल जान्छु कि भनेर होइन स्टिल एक्सप्लोर गरिरहेको छु होइन पढाइलाई लिएर होस् जबलाई लिएर ठ्याक्क पढाइलाई लिएर भन्दाखेरि मैले यस्तो इन्क्लुड गर्न खोजेँ त्यसमा होइन तपाईँको कोर्सको चाहिँ कस्तो लाग्यो यहाँनिर आयरल्यान्डमा तपाईँ आउनुभएको कोर्स कुनमा हो होइन कोर्स कस्तो लाग्यो त बेनिफिट कस्तो हुँदो रहेछ पछि काम पाउनलाई सजिलो हुन्छ कि हुँदैन कुन फिल्डमा जाने त्यो पनि एक्चुअली भन्दिनँ ओके सो म यहाँ आएको भनेको चाहिँ बिजनेस फिल्डमा हो ब्याचलर अफ आर्ट्स एन्ड बिजनेस लेभल 8 को थियो अनि मलाई चाहिँ खास म हेल्थ फिल्डबाट थिएँ मैले प्लस 2 चाहिँ साइन्समा गरेको थिएँ बायोलोजीमा गरेको थिएँ एक्स्ट्रा म्याथ लिएको थिएँ होइन सो विच इज टोटली डिफ्रेन्ट होइन बिजनेस भन्ने बित्तिकै मेरो जुन सब्जेक्ट थियो त्यसमा एकाउन्ट फाइनेन्स एचआरएम पढ्थ्यो होइन सबै कुराहरू इन्क्लुड थियो अनि टोटली डिफ्रेन्ट सब्जेक्ट थियो होइन भनेपछि मैले जेरोदेखि नै स्टार्ट गर्नुपर्ने थियो यहाँ आइसकेपछि बिजनेस लिइसकेपछि होइन सो ओभरअल एजुकेसन सिस्टम भन्यो भनेपछि आयरल्यान्ड चाहिँ मैले एक्सपिरियन्स गरे अनुसार किनभने मेरो अब सेकेन्ड सेमेस्टर सक्यो होइन फर्स्ट इयर पनि सकिन लाग्यो अब थर्ड सेमेस्टरमा जान्छु द्याट मिन्स सेकेन्ड इयरमा जान्छु होला होइन अब सेप्टेम्बरदेखि चाहिँ अनि ओभरअल चाहिँ मलाई चाहिँ नेपालको कम्पेयरमा चाहिँ यहाँ धेरै राम्रो लाग्यो इभन दो म प्राइभेट इन्स्टिट्युटमा आएको थिएँ होइन ठुलो युनिभर्सिटीमा आएको थिएन होइन इभन दो लाइक त्यो इन्स्टिट्युटमा आउँदा पनि तिनीहरूको सिस्टम चाहिँ एकदम राम्रो लाग्यो किन भनेपछि चाहिँ जस्तो नेपालमा त धेरै पढाइन्छ नि त हुन्छ नि थोरै पढाउँदैन यहाँ चाहिँ के छ भनेपछि जुन फिल्डमा तिमी पढिरहेको छौ त्यही फिल्डकै जति चाहिने हो होइन जुन सब्जेक्टमा अहिले लाइक 21 सेन्चुरीमा त्यो स्टुडेन्टलाई कति कति चाहिन्छ होइन जस्तो धेरै कुराहरू इन्ट्रोड्युस भएको छ होइन लाइक अनि टेक्नोलोजीलाई लिएर हो बिजनेस फिल्डमा पनि एआईलाई लिएर धेरै कुराहरू इन्ट्रोड्युस भएको छ कि अनि त्यही सम्बन्धी पनि धेरै कुराहरू चाहिँ लाइक त्यो एजुकेसनमै नै आफ्नो मोड्युल्सहरूमा चाहिँ एड गरेको छ कि धेरै कुराहरू अनि प्लस भनेको चाहिँ मेन फोकस चाहिँ आई डोन्ट नो
आइल्यान्डको धेरै इन्स्टिट्युटमा मैले देखेँ होइन सफ्ट स्किललाई चाहिँ एकदम प्रायोरिटाइज गर्छ होइन नेपालमा चाहिँ गर्दैन आई रियरली सी सफ्ट स्किल्स जस्तो प्र्याक्टिकलमा चाहिँ बढी फोकस छ यहाँनिर तर नेपालमा छैन के प्र्याक्टिकलमा छैन त्यही भएर अब ल्याकिङ स्टुडेन्टको ल्याकिङै त्यही हो त त्यही मेन कुरा नै त्यही हो अनि जस्तो 50-50 गर्छ 50 एजुकेसन 50 सफ्ट स्किल्स के अनि दुवैलाई ब्यालेन्स गर्छ किन भनेपछि चाहिँ तिम्रो पढाइ त तिमी ब्याचलर हुनेसम्म हुने होइन त्यसपछि त यु निड अ सफ्ट स्किल यु निड टु कम्युनिकेट होइन यु निड टु मेक अ टिम वर्क तिमी जब बाहिर जान्छौ होइन बोल्नुपर्ने हुन्छ टिम वर्कमा काम गर्नुपर्ने हुन्छ क्रिएटिभिटी ल्याउनु पर्ने हुन्छ अनि त्यस्तो कुराहरू चाहिँ ल्याक गर्छ कि द्याट्स वाइ पिपलहरू ब्याचलर सके पनि मास्टर्स सके पनि तिनीहरूले राम्रोसँग जब पाउँदैन बट यहाँ चाहिँ सफ्ट स्किललाई कम्युनिकेसनलाई टिमवर्कलाई क्रिएटिभिटीलाई लिडरसिप स्किललाई चाहिँ एकदम प्रायोरिटाइज गर्छ कि द्याट इज द बेस्ट पार्ट अफ आयरल्यान्ड एउटा एजुकेसन सिस्टममा चाहिँ होइन मलाई चाहिँ त्यो सबैभन्दा धेरै मन परेको कुरा चाहिँ अरू ओभरअल चाहिँ भेरी क्रिएटिभ छ किनभने हाम्रो असाइनमेन्ट पनि त्यही अनुसार हुन्छ प्रोजेक्टहरू असाइनमेन्टमा पनि भयो होइन किनभने नेपालमा भनौँ न अब हामी अब घोटेर पढेर त्यो गरेर एक्जाम दिएर हुन्थ्यो नि त जुन त्यो छैन यहाँनिर किनभने असाइनमेन्टकै भरमा अब जति प्र्याक्टिकल असाइनमेन्ट गर्यो त्यति उनीहरूले अब जस्तो इम्पोर्टेन्ट मान्छ उनीहरूले यहाँनिर चाहिँ त्यो भनेपछि उनीहरूले के भन्दो रहेछ भने आफै स्किल डेभलप त गर्ने हो होइन उनीहरूले अब कस्तो गरेर अब जस्तो भनौँ न अब आइटीकै फिल्डमा पनि स्टुडेन्ट गर्छ उसले बिजनेसको पनि लिएको छ त्यहाँनिर छ उसको म्यानेजमेन्टको फिल्डमा पनि तपाईँको सबै छ क्या क्रिएटिभ उसको किनभने आफ्नो सिभी कसरी राम्रो बनाउने आफ्नो इम्प्रुभिङ भोलि कसरी इम्प्रुभिङ गर्ने भन्ने सबै उनीहरूले किनभने ऊ त आइटीको स्टुडेन्ट हो नि त उसलाई त अब अरू पार्टहरूमा इङ्गेज गर्नुपर्ने नि त कोडिङदेखि लिएर सबैमा हो नि त अब अरू नै स्किल्समा गर्नुपर्छ तर उनीहरूले त्यो गर्दो रहेछ कि नेपालमा भए चाहिँ अब भनौँ न अब जस्तो नेपालमा पनि छ तर होइन सोसाइटीको बारेमा छ तर उनीहरूले सोसाइटीको भन्दा नि उनीहरूले सेल्फ कसरी डिपेन्डेन्ट हुने त्यसमा कसरी गर्ने त भनेर उनीहरूले फोकस गर्दो रहेछ क्या मेन भनेको चाहिँ त्यही भएर नै के भन्छ अरे ल्याक गर्छ क्या मेन नेपाली पिपुलहरूले नेपालीहरूको सबै एजुकेसन सिस्टममा नै मेन ल्याकिङ भनेकै त्यहीको छ अनि यहाँ आएर चाहिँ जे कुरा पनि प्र्याक्टिकल छ रिलेट गर्न पाउँछ नि त मान्छेले जे पढिरहेको छ त्यो कुराहरू एक्सनमा गर्न पाउँछ अनि द्याट इज हाउ यु बिकम मोर सक्सेसफुल वर्थ इट कि त्यो एजुकेसनको वर्थ इट हुन्छ नि त अनि मान्छेहरूले चाहिँ त्यो पढाइ चाहिँ जुन असाइनमेन्ट गरेको थियो त्यो प्रोजेक्ट गरेको थियो त्यो कहिले बिर्सिँदैन भने त रिमाइन्डेड हुन्छ लामो समयसम्म रिलेट गर्न पाउँछ पढाइ सकिसके पनि त्यसले त्यो कुराहरू आफ्नो काममा हो इन्टर्नसिपमा हो युज गर्न पाउँछ अनि द्याट इज हुन्छ नि मोर एडभान्टेज फर स्टुडेन्ट एज वेल के किनभने अब आइल्यान्ड त एकदम हजुर अब लगभग इन्टरनेसनलको स्टुडेन्टहरूदेखि लिएर अब इन्टरनेसनल मान्छेहरूको लागिदेखि लिएर होइन सबै फेसबुक गुगलदेखि लिएर सबै कम्पनी त यहाँ छ नि त त्यसले गर्दाखेरि माइग्रेसन बढी छ पिपलहरूको होइन किनभने अब जब अपर्च्युनिटिज जहाँ पाउँछ मान्छेले त्यही त हो नि जस्तो अब युएसमा पनि त्यस्तै छ किनभने उहाँ कम्पनी सबै वहीँ छ मान्छेहरू जानु कारणले पनि त्यही होला होइन अब नेपालमा भनौँ न अब नेपालमा दोष पनि नदिउँ होइन त्यो दिने कुरा पनि भएन किनभने हाम्रो अब त्यस्तै परिस्थिति पनि त्यस्तो छ तर अब यहाँ बाहिर आइसकेपछि मान्छेले अब आफ्नो भित्रबाटै हुन्छ नि त इम्प्रुभमेन्टको लागि तर भन्दो रहेछ कि अब नेपालमा के पनि नगरेर बसिरहेको मान्छे बाहिर गएपछि सबै कुरा थाहा पाउँछ भन्ने चाहिँ एक्सप्लोर लाइफ वर्ल्ड इज बिग होइन तर एक्सप्लोर चाहिँ गर्ने भन्ने लाइक जति देख्यो जति बुझ्यो अनि त्यति सिक्दै जान्छ भन्छ कि मान्छेहरूले तिमीले धेरै कुराहरू देखेनौ धेरै कुराहरू एक्सपिरियन्स गरेनौ भनेपछि चाहिँ तिमीले केही बुझ्दा पनि बुझ्दैन क्या जस्ट लिमिटमा हुन्छ जे कुराहरू त्यही भएर बाहिर आउनु नयाँ ठाउँमा जानु नयाँ मान्छेहरूसँग भेट्नु नयाँ एजुकेसन सिस्टममा आउनु कलेजमा आउनु द्याट इज अल्सो द पार्ट अफ एक्सप्लोरिङ अब इन्टरनेसनल स्टुडेन्टहरू भयो सबै डिफ्रेन्ट कन्ट्रिजहरूको स्टुडेन्टहरू आएर बसिरहेको मल्टिकल्चरहरूसँग भेटिन्छ अनि द्याट इज मोर इन्ट्रेस्टिङ के द्याट इज मिन्स लाइक यु फोर्सिङ योर सेल्फ टु बिकम मोर के भन्छ अरे ओपन माइन्डेड हुन्छ अभियसली ओपन माइन्डेड भयो अनि धेरै मान्छेहरूलाई देख्छ धेरै कल्चरहरूको बारेमा बुझ्छ डिफ्रेन्ट एजुकेसन सिस्टमहरूको बारेमा बुझ्छ अनि द्याट इज मोर के भन्छ नि फ्रुटफुल फर अल अफ अस एन्ड पछि फ्युचरको लागि पनि हाम्रो लागि पनि धेरै राम्रो हुन्छ त्यस्तो कुराहरू देख्यौँ भोग्यौँ गर्नु पनि हाम्रो पनि अनि त्यो अब जस्तो त्यो पढाइको ठिकै छ त्यो गर्दै गरौँला होइन अब भनौँ न अब जस्तो एनी फन्नी मोमेन्ट्स कि यहाँ आएर त्यो हुन्छ नि अब मैले यस्तो गर्दाखेरि चाहिँ यस्तो चाहिँ भयो है मलाई त्यो भन्ने त्यस्तो केही छ एक्चुअलमा मेरो चाहिँ त्यस्तो फनी मोमेन्ट जस्तो त केही छैन किनभने चाहिँ मेरो चाहिँ अहिलेसम्म चाहिँ लाइक आइम नट आउट गोइङ पर्सन होइन
बाहिर सहिर जाने यताउता पढ्ने त्यस्तो चाहिँ मलाई मनै पर्दैन होइन लाइक लट अफ स्टुडेन्ट डु लाइक रमाइलोको लागि बाहिर जान्छ साथीहरूको लागि गर्छ अनि आई एम टोटली डिफ्रेन्ट फ्रम दोज पिपल एज वेल के सो त्यही भएर मेरो लागि रमाइलो मेरो लागि भनेको चाहिँ त्यही साथीहरूको रुममेटसँग चाहिँ कहिलेकाहीँ बाहिर जाइन्छ अनि आएन अनि त्यस्तो लाइक आउट गोइङ नभएर पनि होला मैले त्यस्तो कुराहरू फनी मोमेन्टहरू पनि त्यति एक्सपिरियन्स गरेको छैन होइन अनि त्यही गर्नै पर्छ भन्ने पनि छैन बट लाइक आई डिड लाइक गो आउट विथ सम पिपल होइन मेरो साथी छ एकजना साथी छ त्यहीसँग कहिलेकाहीँ बाहिर जान्छु कहिलेकाहीँ आउँछु अदरवाइज त्यही हो हाम्रो जब कलेज अनि त्यसैमा बिजी भइरहेको छु 6-7 महिनादेखि नै त्यही भएर यसो टाइम पाएको छैन कि जहाँ चाहिँ म एकदम बाहिर गएर 2-3 दिनसम्म मजाले इन्जोय गरेर आउने अनि त्यस्तो एक्सपिरियन्स चाहिँ अहिलेसम्म चाहिँ गरेको छैन मैले चाहिँ बट लेट्स सी इफ आई ह्याभ टाइम पछितिर के भयो भनेपछि चाहिँ आई विल अभियसली गो अनि त्यस्तो मुभमेन्टहरू पनि आउला बट अन्टिल नाउ आई डोन्ट ह्याभ एनी त्यस्तो टाइपको मुभमेन्टहरू चाहिँ छैन अब हुन्छ नि त सुरुमा आएको छ हैन फनी मुभमेन्ट के अब म बस्न जाँदाखेरि यो यहाँबाट वहाँ पुगे हैन त्यस्तो पनि हुन्छ नि त त्यस्तो चाहिँ भएको छ है लाइक अब हामी बसहरू यहाँदेखि कार्ड युज गर्नुपर्छ नि त लिप कार्ड युज गर्नुपर्छ नि त यहाँ कतै जाँदाखेरि चाहिँ सो लिप कार्ड युज गर्दाखेरि चाहिँ के भएको छ भनेपछि चाहिँ वी निड टु वाच त्यो म्यापमा के हामी कहाँनिर आयो भनेर कहाँनिर जाने हो भनेर होइन समटाइम्स चाहिँ तिमीले फोन हेरिरहेको छैन त्यतिकै गाडीमा बस्यो भनेपछि चाहिँ कहिलेकाहीँ जहाँ पुग्नुपर्ने हो अगाडि पुग्छ कि पछाडि नै झर्छ कि त्यस्तो इन्सिडेन्ट चाहिँ धेरै हुन्छ यहाँ स्टुडेन्टहरू जो सुरुमा आएको हुन्छ होइन अब 6-7 महिना भएकोहरूले त थाहा पाइहाल्छ है यताबाट यता जाने उता जाने मेरो साथ चाहिँ भएको छ लाइक जबबाट घर फर्किँदा हो घरदेखि जब जाँदा हो त्यति बेला चाहिँ लट अफ त्यस्तो टाइपको इन्सिडेन्टहरू चाहिँ भएको छ लाइक झर्नुपर्ने यहाँ तर अगाडि स्टपमा रोकेको कि त्यो चाहिँ हुन्छ त्यो अभियसली सबैलाई भएको छ भनौँ सबै स्टुडेन्टहरूलाई कसैले नभएको चाहिँ लाइक 100% स्योर छ सब स्टुडेन्टले चाहिँ त्यो चाहिँ अब सुरुमा आइया छ अब जस्तो मेरो म पनि एउटा एक्सपिरियन्स सेयर गर्छु हैन सुरुमा आयो अरे फर्स्ट किनभने अब आउने बित्तिकै अब आफन्तमा गएर बसेको अनि त्यहाँ गएर आएर अनि त्यसपछि अब यहाँ सिटी आएको त सेकेन्ड डे भयो फेरि कलेज अर्को दिन लाग्छ है अब सेकेन्ड डे भयो गयो अरे मोबाइलमा चार्जर पनि बोकेको छैन त्यो चाहिँ मोबाइल अफ भयो अब कहाँबाट चढ्ने बस थाहा छैन अब त्यो बस कहाँबाट चढ्ने भने थाहा छैन अब त्यो साथी थियो एकजना उ चाहिँ बसिरहेको यहाँ थियो उसले यहाँबाट चढ्यो भन्यो अनि त्यसपछि चढ्यो अरे अनि त्यसपछि अब बस ड्राइभरकै साइडमा गएर म यस्तो हो भर्खर आएको हो भनेर पनि भने उसलाई सुनायो ल त्यसो मेरै साइडमा बसिराख भन्यो क्या त्यो भनेपछि अब त्यहाँ मलाई एउटा के याद थियो ब्रिज मात्रै याद थियो क्या एउटा यहाँ झर्ने पऱ्यो स्टपको ब्रिज मात्रै याद थियो अनि त्यसपछि त्यसलाई त्यहाँ आउने ए रोक्नु ए ब्रिज हो भन्यो क्या त्यसले त्यहाँ यतिकै अब रोक्ने कुरा त भयो नि स्टपमा रोक्ने हो नि त त्यो त उहाँ लगेर झार्दै क्या अलिक अगाडिपट्टि गएर यो ल यहाँबाट जा हिँडेर भन्यो भनेपछि बल्ल ढुक्क भयो कि गएर अन्त त्यो दिन चाहिँ अब लगभग भनौँ न अब त्यो उसलाई नभनिकन यतिकै गएको भए चाहिँ कहाँ पुगिन्थ्यो भन्ने थाहा हुँदैन थियो क्या त्यो मुभमेन्टहरू हुँदो रहेछ क्या अनि त्यसपछि अनि राति पनि त्यस्तै भयो होइन अब कामबाट फर्किँदा राति अब रेस्टुरेन्टहरू कामबाट 12-1 बजिरहेको हुन्छ होइन अनि कामबाट फर्क्यो अरे अनि फर्केर अनि त्यसपछि अब लगभग अर्कै रुटबाट चल्दो रहेछ तर यही लाइनमा आएर कनेक्ट हुने रहेछ बसहरू अब अर्कै रुटमा चढेर अनि त्यसपछि अब बस सिट पाएर माथि बसिरहेको छ प्याक छ गाडी पुरै प्याक छ होइन राति 12 बजे थियो अनि प्याक छ गाडी अनि आएर अनि त्यसपछि अनि अर्कै टर्न लियो क्या टर्न लिँदा अनि त्यसपछि अर्कै टर्न लियो गाडीले टर्न लिँदा अनि त्यसपछि अरू नैतिर पुग्यो क्या अनि त्यसपछि तल झरेर उत्रे तर लास्टमा त्यो बस त्यहीँ गएर कनेक्टिङ हुने रहेछ क्या अनि त्यो कारणले गर्दाखेरि अनि थाहा पायो कि ल यस्तो यहाँ यो पनि रुट रहेछ है भन्ने थाहा पायो नत्र त्यो दिन अब झरेर फेरि नै अब लगभग भनौँ न फेरि त्यहाँ बसमा झरेर फेरि आधा घन्टा कुरेर अनि अर्को बसमा त्यही रुटको बसमा गयो क्या फेरि त्यस्तो एक्सपिरियन्सहरू हुँदो रहेछ कि इट्स अल अबाउट एक्सपिरियन्स के त्यही भएर भोग्दै जानुपर्छ गर्दै जानुपर्छ अनि सिकिन्छ धेरै कुराहरू भनेको नि तिमीलाई अब भनौँ न यहाँको मान्छेहरूमा भनौँ न यहाँको संस्कृति कल्चरहरू कस्तो लाग्यो त सो मेरो लागि चाहिँ लाइक फ्रेन्डलिनेस टाइपको भनौँ न मान्छेहरू फ्रेन्डलिनेस टाइपको हुन्छ नि म चाहिँ के छ भनेपछि नयाँ थियो मेरो लागि यहाँको कल्चरहरू मान्छेहरू होइन एन्ड द बेस्ट पार्ट इज आइल्यान्डमा चाहिँ सबैजना मान्छेहरू इङ्ग्लिस बोल्थ्यो नि त युरोपियन कुनै ल्याङ्ग्वेज आइरिस त थियो तर रियरली बोल्थे मान्छेहरू होइन अनि त्यसले गर्दा पनि लाइक इजी भयो लाइक अनि यहाँ चाहिँ के छ भनेपछि चाहिँ ठाउँ हेरेर पनि छ होइन लाइक धेरै ठाउँमा लाइक
एकदमै नराम्रो मान्छेहरू पनि छ, कुनै ठाउँमा एकदमै राम्रो पनि मान्छेहरू छ होइन। अब म चाहिँ सुरुमा बसेको ठाउँमा चाहिँ त्यहाँ चाहिँ म अलरेडी नेपाली फिल्म ग्लासको नजिकै थियो, अनि त्यति बेला चाहिँ त्यो एरिया चाहिँ त्यति सेफ छैन भन्ने एकदमै सबैपट्टि इन्फर्मेसन्सहरू थियो कि। अनि त्यही भएर चाहिँ त्यतातिर चाहिँ त्यस्तो केही भएन, लाइक त्यति खुलिएन म त्यहाँको मान्छेहरूसँग होइन, किनभनेपछि चाहिँ मेरो सिधै जब जाने घर जाने मात्र हुन्थ्यो। एन्ड आफ्टर द्याट म चाहिँ डालिममा सिफ्ट भएँ, अनि त्यति बेला चाहिँ त्यहाँको चाहिँ इन्भाइरोमेन्टहरू चाहिँ एकदमै राम्रो थियो कम्पेयर टु फिल्म ग्लास होइन। अनि त्यहाँ चाहिँ मान्छेहरूतिर चाहिँ के भन्छ अरे वरिपरिको मान्छेहरू एकदमै राम्रो थियो होइन, फ्रेन्डली थियो। प्लस के हुन्छ भनेपछि चाहिँ तिमी अब एक ठाउँमा बसिरहेको छौ भनेपछि चाहिँ इफ यु जोइन एनी काइन्ड अफ क्लब अरू कम्युनिटी होइन, यु गेट मोर इन्भल्भ विथ द पिपुल विथ द कल्चर होइन। अनि त्यही भएर चाहिँ अब रेगुलरली हाइहाल्यो त हुन्थ्यो होइन, तर त्यति कल्चरल तिनीहरूको बानी बेहोरा, तिनीहरूले के गर्छ, आइरिस के गर्छ होइन, के पिउँछ के खान्छ भन्नको लागि चाहिँ लाइक इभन दो इफ यु गो टु द जिम होइन, त्यहाँ गएर त्यो 3जना आइरिसहरूसँग बोल्दै या कुनै पब्लिक सर्भिसिङ टाइपको कम्युनिटीहरूमा जोइन गर्यो भनेपछि चाहिँ त्यसले चाहिँ थोरै भए पनि हेल्प गर्छ कनेक्ट हुनको लागि आइरिस पिपुलहरूसँग होइन। प्लस अब कल्चरको बारेमा चाहिँ त्यही हो, मान्छेसँग लिङ्क हुने हो, अनि तिनीहरूले नै भन्छ हामीलाई यो छ उस्तो छ भनेर होइन। लड अफ के भन्छ अरे कल्चर पनि हुन्छ होइन, तर हामीलाई केही आइडिया पनि हुँदैन कि, किनभने चाहिँ हामीहरू चाहिँ काम जाने हो कलेज जाने हो, काम जाने कलेज जाने त्यति त होइन। यहाँको चाहिँ केही इम्पोर्टेन्सै हुँदैन नि त यहाँको कल्चर रिलिजियसहरूलाई होइन, केही इम्पोर्टेन्सै हुँदैन। बट लाइक यहाँ आइसकेपछि चाहिँ बिस्तारै बिस्तारै सेटल भएपछि चाहिँ अनि बल्ल बुझ्न थालिन्छ होइन। अदरवाइज चाहिँ मोस्ट अफ द स्टुडेन्टहरूले चाहिँ इग्नोरै गर्ने हो यहाँको कल्चर, फ्रेन्डलिनेस बढी छ बढी छ कम्पेयर टु अब जस्तो भनौँ न, अब लगभग यहाँ सिटीमा त नहोला, किनभने सिटी त अब लगभग भनौँ न डब्लिन सिटी त बाहिरकै मान्छेहरूले भरिसकेको छ। अब काउन्टी साउथतिर जाउँ होइन, गाउँतिर जाँदाखेरि चाहिँ उनीहरूले अब जस्तो बाटोमा नचिनेको भयो भने हेलो हाई भनेर भनिरहेको हुन्छ क्या। त्यो भनेको अब लगभग भनौँ न अब जस्तो बाहिरबाट आएको मान्छे हामी पनि कहाँको देशको मान्छे, त्यो पनि रेस्पेक्ट केही हिसाबमा त भन्न छ नि हेलो हाई भन्न छ, किनभने हामी नमस्ते भन्छ नि त कतिर अब अरूलाई पनि, उनीहरूको अब कल्चरमा त हेलो हाई नै हो नि त। त्यो चाहिँ मलाई एकदम राम्रो लाग्यो। बाहिरतिर चाहिँ छ होला, यतातिर चाहिँ अब म चाहिँ रेस्टुरेन्ट फिल्डमा गरिरहेको छु नि त, अनि म जुन ठाउँतिर गरिरहेको छु त्यहाँको मान्छेहरू चाहिँ एकदमै फ्रेन्डली, एकदमै हम्बल, एकदमै काइन्ड छ। बट द्याट डजन्ट मिन कि सबै मान्छेहरू त्यस्तै हुन्छ भनेर होइन। यहाँ लट अफ मान्छेहरू छ चाहिँ जो चाहिँ एकदमै हुन्छ नि सेफ हुँदैन हामी जस्तो स्टुडेन्टहरूको लागि या कुनै पनि मान्छेहरूको लागि। सो त्यही भएर राम्रो मान्छेहरू पनि छ, नराम्रो पनि मान्छेहरू छ। अनि आफूले ब्यालेन्स मिलाएर आफूले सबैतिर हेरेर हिँड्नुपर्छ। अनि मेन कुरा भनेको चाहिँ यु निड टु कनेक्ट के यहाँको मान्छेहरूसँग, यहाँको कल्चरसँग। अदरवाइज यु नेभर फेल्ट लाइक तिमी हुन्छ नि म यहाँ बिलोङै गर्दैन जस्तो फिल हुन्छ कि, अन्टिल एन्ड अनलेस तिमीले यहाँ कल्चरमा यहाँको रिलिजियसहरूमा अलिकति इन्जोय गरेनौ, इन्भल्भ भएन भनेपछि चाहिँ। अनि त्यही भएर मोस्ट अफ द नेपालीहरू लाइक देखिरहेको हुन्छ नि त, फर्किरहेको हुन्छ नेपालतिर, कनेक्टै फिल हुँदैन, उसले ट्राई नै गर्दैन यहाँको कल्चरहरू बुझ्न होइन, यहाँको मान्छेहरूसँग बोल्न, इन्भल्भ हुन। अनि त्यसले गर्दा पनि धेरै पिपुलहरू चाहिँ कनेक्ट फिल गर्दैन यहाँको मान्छेहरूसँग, कल्चरहरूसँग। त्यो मेन त्यही हो। अब लगभग हाम्रो सोको पनि अब एन्डतिर आइसक्यौँ हामी होइन। अब जस्तो बिदा लिने पनि हुन्छ, अब त्यो जान अगाडि चाहिँ अब लगभग अब ओभरअल एक्सपिरियन्स भन्छ तपाईँलाई सबै राम्रै लाग्यो? एकदमै रमाइलो लाग्यो भनौँ। सबै अहिलेसम्म चाहिँ चलिरहेको छ भनौँ। नेपालको हजुर आएको पनि धेरै भइसक्यो होइन, 1 वर्ष जति, कति वर्ष भयो? 1.5 वर्ष भइसक्यो। हजुरको चाहिँ के थियो नि एक्सपिरियन्स, लाइक यु हेभ अ मोर एक्सपिरियन्स देन मी है? मेरो राम्रै भयो, किनभने अब सुरुमै आउने बित्तिकै हुन्छ नि त कामको लागि ह्यासल पनि गर्नु परेन, आफ्नो मान्छेहरू पनि यहीँ भएर होला। सुरुमै आउने बित्तिकै लगभग 5-6 दिनदेखि नै काम सुरु गरेको मैले चाहिँ आउने बित्तिकै। अनि अलिकति प्लस पोइन्ट पनि त्यो भयो। अनि अब एकोमोडेसनहरूको लागि पनि सबै खोजेर राखेर रेडी भइसकेको थियो नि त। नेपालमै हुँदाखेरि भिजा लाग्ने बित्तिकै यता इन्फर्म आइसकेको थियो भिजा लाग्यो भनेर, त्यो गर्ने बित्तिकै अनि सबै खोजेर सबै रेडी थियो। म आएर यहाँ बस्ने मात्रै थियो क्या, त्यति मात्रै थियो मेरो उसमा। अब आउनुभयो लिनलाई, एयरपोर्टमा आउनुभयो सबैजना, फ्यामिलीसँग अब ग्यादर भयो त्यहीँनिर। अनि रियुनाइटेड भनौँ न, किनभने अब लगभग उहाँहरू आउने भनेको फ्यामिलीमा आउने भनेको लगभग चाडबाडमा हो, आउनुभयो भने सबैजना, नत्र त्यो पनि हुँदैन होइन। अनि त्यसपछि अब धेरै राम्रो भइरहेको छ अहिलेसम्म चाहिँ, राम्रै गइरहेको छ एक्सपिरियन्सहरू होइन। कलेजदेखि लिएर अब सेकेन्ड इयर सक्यो अहिले, लास्ट फाइनल इयर भनौँ न, अब लास्ट स्टेज
त्यसपछि अब ब्याचलर्स चाहिँ कम्प्लिट हुन्छ अनि अब त्यसपछि फर्दरको लागि मास्टर्सको लागि गर्ने कि मास्टर्स पढ्ने प्लान उसमै छ अनि अब मान्छेहरूको कल्चरदेखि लिएर अब राम्रै छ अब नट ब्याड एक्सपिरियन्स होइन अब उहाँ नेपालदेखि यहाँ आएको छ पढ्नलाई भनेर अब आफूले पनि कुनै कुराहरू कम्प्रोमाइज गर्नैपर्छ आफ्नो घर होइन यो आफ्नो कन्ट्री पनि होइन यो जहाँ गएर जे मन लाग्यो त्यही गर्न पनि पाउँदैन यहाँनिर नेपालमा पनि पाउँदैन त्यो त होइन नपाए पनि अब जस्तो भनौँ न अलिकति फ्रिली टाइपको ओपन भएर हामी हिँडिरहेको हुँदैन नि त अनि त्यसले गर्दाखेरि नट ब्याड अब ठिकै छ भइरहेछ भन्ने जस्तो चलिरहेछ भन्ने जस्तो भइरहेको हुन्छ नि त अनि अब कामहरूमा पनि त्यस्तै भइरहेको हुन्छ काम पनि अब लगभग 7-8 महिना रेस्टुरेन्टमा गरेँ गरेर अनि त्यसपछि छोडेर अनि अर्को कामतिर जोइन भयो जोइन भएर अहिले त्यसमै कन्टिन्यू नै भइरहेछ अब स्टुडेन्ट लाइफभरिमा अब अरूतिर पनि जानुपर्छ अपर्च्युनिटिजहरू जहाँ पाइन्छ त्यही त हो नि मान्छेले अपर्च्युनिटिजको लागि बढी पर्खिने हो त्यसै छ मेरो त अब एक्सपिरियन्स रमाइलो चलिरहेछ अब साथीभाइहरू सबैजना मिलाइ भेटिएको छ गरेको छ सबैसँग जान आइहाल्नु भइरहेको हुन्छ होइन अब नयाँ नयाँ आइरहेको हुन्छ स्टुडेन्टहरू होइन अब उहाँहरूलाई चाहिँ अब लगभग आउनु तर आउँदाखेरि पनि डकुमेन्टेसनहरू मेन हो नेपालको लागि होइन किनभने उनीहरूले लिस्टेड गर्ने किनभने फेक डकुमेन्ट हालिदिरहेको हुन्छ कि त्यसले गर्दाखेरि अलिकति राम्ररी आउनु अब डकुमेन्टेसनहरू आफ्नो पुग्छ फाइनेन्सियल पुग्छ सबै पुग्छ भने नट उनीहरूले एक्सेप्ट के अरे फाइनेन्सियल पुग्छ भने उनीहरूले के पनि भन्दैन अब नपुग्ने रहेछ डकुमेन्टेसनै झिप्पाइदै हालेर आइरहेको हुन्छ उनीहरू त्यो गरेपछि त कामै भएन नि त त्यसले गर्दाखेरि अब हजुरको चाहिँ के छ अपकमिङ स्टुडेन्टहरूलाई भनौँ न इन्कमिङ उनीहरू आउँदाखेरि चाहिँ के गर्दा चाहिँ यस्तो अलिकति बेटर हुन्छ तिमीहरूले यहाँ आउँदा फाइदा हुन्छ कि छैन त्यो पनि एक्सप्लेन गर्नु मेन भनेको चाहिँ के छ भनेपछि चाहिँ धेरै जसो स्टुडेन्टहरू चाहिँ आइरहन स्टुडेन्टहरू जो आउँदैछ उनीहरूको पर्सनालिटीमा पनि डिपेन्ड गर्छ होइन तर मेन रोल भनेकै नेटवर्किङको जस्तो लाग्छ होइन इफ यु गो टु द फेसबुक होइन तिर गएर इन्स्टातिर गएर हुन्छ कतैबाट हुन्छ इभन दो अब यहाँ पनि त धेरै साइट्सहरू छ नि त जब साइटहरू छ होइन ऊहरू छ त्यहाँ गएर चाहिँ तिनीहरूले कसैलाई मेसेज गर्यो ऊ गर्यो भने चाहिँ लाइक लट अफ पिपल आइल्यान्डमा छ जो चाहिँ हेल्प गर्नको लागि रेडी छ कि इभन दो तिनीहरू रिलेटिभ छैन होइन आफ्नो कोही होइन तर नेपाली दाजुभाइ भनेर पनि हेल्प गर्नको लागि चाहिँ रेडी छ सो मेन भनेको चाहिँ आउनुभन्दा अगाडि चाहिँ नेटवर्किङ गरेर आऊ कसैसँग बुझ कसैसँग कल हान होइन फेसबुकमा जाऊ म आउँदैछु आउनको लागि के गर्नुपर्छ भनेर चाहिँ होइन त्यो पनि पुगेन भनेपछि चाहिँ यहीँ आएर गरी होइन यहाँ आइसकेपछि नेटवर्किङ गर्न मिल्यो नि त बोल्न मिल्यो कतै गएर भेट्न मिल्यो कतै रेस्टुरेन्टहरू छ भनेपछि भन्न मिल्यो कि म भर्खर आएको छु होइन मलाई के छ कस्तो छ मिलाइदिनु न भन्न मिल्यो होइन सो मेन रोलै त्यही हो किन भनेपछि चाहिँ सुरुमै आएर तिमीले कुनै आइडी ठाउँमै होइन आइसकेपछि यहाँ जब पनि पाइहाल्छ रेकमेन्डेसन पाइहाल्छ त्यो त इम्पोसिबलै छैन कि सो इट्स अल अबाउट नेटवर्किङ तिम्रो कोही अब अहिले चाहिँ आएर धेरै नेपालीहरू यहीँ हुनुहुन्छ नि त होइन पहिला चाहिँ एकदम रियर हुन्थ्यो नि त नेपालीहरू अहिले चाहिँ नेपाली नै नेपाली छ स्टुडेन्टहरू किनभने लगभग पोरको डाटा 2024 को डेटा हुन्छ नि 365 आइल्यान्ड चाहिँ टप 16 नम्बरमा आएको छ बढी स्टुडेन्ट जाने भनेको त अब लगभग नसुनेको कन्ट्रीको अब 16 नम्बर हो भने त धेरै ठुलो कुरा हो नि त त्यही भएर चाहिँ त्यसमा अब हामी पनि परेको छ होइन त्यसपट्टि त अब योपालि पनि लगभग मास्टर्समादेखि लिएर होइन किनभने मास्टर्समा मेन भनेको मास्टर्स 1 इयरको छ त्यसले गर्दा प्लस पोइन्ट हुन्छ स्टुडेन्टहरूलाई किनभने 2 वर्षको पिएसडब्ल्यू दिन्छ ब्याचलर्स पढ्न आउँदा चाहिँ 3 वर्षको ब्याचलर्स भयो 1 वर्षको पिएसडब्ल्यूले अब त्यो कामै नलाग्ने टाइपको हुँदो रहेछ कि त्योभन्दा पनि मास्टर्समा आउने 1 वर्ष पढ्ने कोर्स सकिहाल्छ एक दिन 1.5 वर्षमा रिजल्ट सबै हजुरको यो ग्रेजुएसन सबै भइहाल्छ त्यसपछि अनि 2 इयर्सको पिएसडब्ल्यू पाउँछ अब नेपाल फर्केर जाने भने चाहिँ अब पिएसडब्ल्यू गर्ने कामको एक्सपिरियन्स लिने नेपाल जाने फर्किने गर्ने त्यो गर्दा पनि भयो हुन्छ अब सोलाई यति नै राखौँ होइन यति भन्दै हामी बिदा हुन चाहन्छौँ